नमस्कार साथीहरू, सधैँको दिन जस्तै आज पनि फेरि आइसकेको छु। म गाडीको फिचर्सको बारेमा देखाउन गइरहेको छु। गाडी चाहिँ अटो गाडी हो र यहाँ गियर सिस्टम चाहिँ यहाँ छ, न्युट्रल अगाडि र पछाडिको लागि। र अब गाडी चाहिँ स्टार्ट यहाँबाट गरिनेछ भने तपाईँको यो मसिन चाहिँ यहाँबाट सुरु हुन्छ। टिकटको लागि चाहिँ यसरी आफ्नो पिन नम्बर हालेपछि चाहिँ भइसकेको छ मसिन पनि स्टार्ट। र आजको छ मेरो ट्रिप 5:46 जाँदा। पहिलो ट्रिप भने राजधानीबाट सुरु छ भने राजधानीबाट अर्को स्टेसन फाइल भन्ने ठाउँमा छ। 6:58 मा म रिटर्न हुने हो उताबाट भने। अब मेरो गाडीको लुक्स पनि देखाउन चाहन्छु म तपाईँहरूलाई। हेर्न सक्नुहुन्छ साथीहरू गाडीको मेरो लुक्स। यही गाडी हो, यो चाहिँ पार्किङमा छ अहिले र अब एकछिनपछि म निस्किन लाग्यो हो। पार्किङभरि नै यस्तो गाडीहरू टन्नै छ र ड्राइभरको माग पनि धेरै नै आउने गर्ने हुनाले ड्राइभर साथीहरूको लागि चाहिँ यो एउटा इन्फर्मेसन भिडियो पनि हुनसक्छ साथीहरू। अझै पार्किङबाट निस्किसके साथीहरू। यो गाडीहरू सबै यो जजिराको कम्पनीदेखि लिएर एयरपोर्टदेखि लिएर रुटसम्मको गाडीहरू छ। फ्युल स्टेसन हो र हाम्रो कम्पनीमा धेरै एउटा पुरानो गाडीमा देखाउन गइरहेको छ साथीहरू। यो चाहिँ हाम्रो कम्पनीको 20औं वर्ष पुरानो लन्डन सेम लन्डनमा चल्ने जस्तै गाडी हो। यो लन्डन ट्रान्सपोर्टै लेखेको छ। यो सिटी बसमा 20औं वर्ष पहिला यस्तो गाडी चाहिँ चल्थ्यो साथीहरू। यो नम्बर पनि यहाँ 15 नम्बर अनि भिक्टोरिया लेखेकै छ साथीहरू। अहिले मैले चलाउने बस चाहिँ तपाईँहरूलाई देखाइसकेँ साथीहरू अगाडि नै। पर्सनल कम्पनीको ट्याङ्कर हो साथीहरू। यसले चाहिँ हाम्रो कम्पनीको लागि चाहिँ डिजेलहरू इम्पोर्ट गर्छ यहाँ कम्पनीभित्रको लागि मात्रै, यो बाहिरको लागि चाहिँ होइन साथीहरू। सक्नुहुन्छ साथीहरू सब बसहरू यो चाहिँ रुटकै बस हो। आज चाहिँ फ्राइडे। यो चाहिँ मेरो साथीको गाडी है गाइज। ल यो चाहिँ हाम्रो कम्पनी